नमस्ते, म दिपेश तामाङ, हाल साउदी अरेबियाको रियादबाट। आज चाहिँ मैले सानो एउटा कविता सिर्जना गरेको छु। कविताको शीर्षक छ मान। मान्छेको हृदयभित्रको मान त पर्वत जस्तै अटल हुन्छ। कहिले काहीँ बादल बनी छेकिए पनि ऊ भित्रको उज्यालो कहिले मर्दैन। जिन्दगीको यात्रा कठिन भए पनि कहिले उसले आशाको ढोका बन्द गर्दैन। चोटहरू फाटेर गीत बन्छन्, त्यसपछि पीडाहरूले ऊर्जाको रूप धारण गर्छन्। हो, मान्छे त त्यही नै हो, मान्छे त यही नै हो, जो लडेर पनि उभिन सक्ने। जब रातिको अँध्यारो भए पनि बिहानीको उज्यालोमा विश्वास राख्ने। मान्छेको हृदयभित्रको मान त पर्वत जस्तै अटल हुन्छ। धन्यवाद।